नेपाल प्रिमियर लिग एनपीएल को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शनका बावजुद सुदूरपश्चिम रोयल्सले उपाधि जित्न सकेन। उसले गत सिजनमा कुल 9 म्याच खेल्दा 7 मा जित र 2 खेलमा मात्र हार बेहोर्यो। यद्यपि फाइनलमा जनकपुर बोल्टसँग 5 विकेटको हार बेहोरेपछि सुदूरपश्चिम उपाधि जित्न वञ्चित भयो। ऊ यसपालि त्यो फाइनल हारको पीडा बिर्सिदै च्याम्पियन बन्ने योजनामा छ। यसैबीच आजको यस भिडियोमा आसन्न सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्स कति बलियो छ र उसलाई कस्ता विदेशी खेलाडी आवश्यक छ भन्ने विषयमा चर्चा गर्दैछौँ। सुदूरपश्चिमको टोली गत साउनमा सम्पन्न मिनी अक्सनमा त्यति सफल देखिएन। ऊ चाहना अनुसारको खेलाडी अनुबन्ध गर्न असफल रह्यो। सुदूरपश्चिमले ए क्याटेगोरीबाट कुनै पनि खेलाडी भित्र्याउन सकेन। उसले अरू क्याटेगोरीका खेलाडीमा चित्त बुझायो। सुदूरपश्चिमले मिनी अक्सन मार्फत हेमन्त धामीलाई 10 लाख, दीपक बोहरा र मिलन बोहरालाई समान 5 लाख तथा सी श्रेणीका टेकबहादुर राउत र दिपेन्द्र थापालाई 2-2 लाख रुपैयाँमा अनुबन्ध गर्यो। सुदूरपश्चिममा जोडिएका 5 जना खेलाडी सोही परदेशवासी हुन्। सुदूरपश्चिमले मिनी अक्सनमा कुल 24 लाख रुपैयाँ खर्च गर्यो। अझै उसँग 17,50,000 रुपैयाँ पर्समा बाँकी छ। स्वदेशी खेलाडीको कोटा लगभग पूर्ण गरिसकेको सुदूरपश्चिमको ध्यान अब विदेशी र ट्यालेन्ट हन्ट प्लेयर अनुबन्ध गर्नमा केन्द्रित हुनेछ। गत वर्ष सुदूरपश्चिम फाइनलसम्म पुग्न विदेशी खेलाडीको भूमिका अहम रह्यो र यसपालि पनि उत्कृष्ट प्रदर्शन गर्न ऊ स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्ने सोचमा छ। सुदूरपश्चिम ब्याटिङ र बोलिङमा नै राम्रो विकल्पको खोजीमा छ। त्यसको अभाव ऊ विदेशी खेलाडी भित्र्याएर पूरा गर्न चाहन्छ। अहिलेको अवस्थामा सुदूरपश्चिमसँग ओपनिङ ब्याटरको रूपमा विनोद भण्डारी, ईशान पाण्डे र टेक रावत गरी 3 विकल्प छन्। गत सिजनमा विनोद भण्डारी र इङ्ल्यान्डका शैब जैवले ओपनिङ तथा ईशानले तल्लो क्रममा ब्याटिङ गरे। यसपालि पनि सुदूरपश्चिम ओपनिङका लागि आक्रामक विदेशी ब्याटरको खोजीमा छ। मध्यक्रममा सुदूरपश्चिमसँग ईशान सहित आरिफ शेख, दीपक बोहरा, टेक रावत र दिपेन्द्र थापा रहेका छन्। ऊ अब मध्यक्रमलाई थप बलियो बनाउन 1 जना विदेशी ब्याटर भित्र्याउन चाहन्छ। हालको टिम संरचना हेर्दा सुदूरपश्चिम रोयल्सको फिनिसिङ कमजोर देखिन्छ। फिनिसिङको मुख्य जिम्मेवारीका लागि टोलीसँग सीमित विकल्प मात्रै छन्, जसमा कप्तान दिपेन्द्र सिंह ऐरी प्रमुख खेलाडीका रूपमा अग्रपंक्तिमा छन्। यद्यपि फिनिसिङमा शानदार रेकर्ड नबनाएका उनलाई सुदूरपश्चिमले मध्यक्रमकै जिम्मेवारी दिने सम्भावना पनि उत्तिकै छ। बोलिङ विभागमा पनि सुदूरपश्चिमको स्थिति त्यति बलियो छैन। ऊ अहिले अविनाश बोहरा, हेमन्त धामी, नरेन साउद र मिलन बोहरामाथि निर्भर छ। तीमध्ये मिलनले एनपीएलमा डेब्यू नै गरेका छैनन्। अहिलेको अवस्थामा टोलीले 2 जना ब्याटर र 2 जना विदेशी बोलिङ अलराउन्डर भित्र्याउने योजना बनाएको छ। यसबाट टोलीको फिनिसिङ क्षमतामा सुधार आउने र बोलिङ विभाग अझ सुदृढ हुने अपेक्षा गरिएको छ। विदेशी खेलाडीले टिममा आवश्यक अनुभव र विविधता थप्नेछन्, जसले सुदूरपश्चिम रोयल्सलाई प्रतिस्पर्धात्मक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। समग्रमा सुदूरपश्चिमको वर्तमान टिम सन्तुलित छैन। केही कमजोरी स्पष्ट छन्। ब्याटिङमा ओपनिङ र फिनिसिङ तथा बोलिङ इकाइमा स्थायित्वको कमीले टोलीको